सम्पूर्णहरुमा नमस्कार। स्वागत छ तपाईहरुलाई दोस्रो सेटमा जीके क्वेशन एन्ड आन्सरको दोस्रो पार्टमा स्वागत छ तपाईहरुलाई। आज फेरि पनि तपाईहरुले 20 वटा एकदमै महत्त्वपूर्ण प्रश्नहरु बारे थाहा पाउने हुनुहुन्छ। पहिलो प्रश्न हाम्रो नेपालको राष्ट्रिय फूल कुन हो त? गुलाब हो कि लालीगुराँस हो कि चमेलीका फूल हुन् कि त्यस्तै गेँदा हो कि? यसको करेक्ट आन्सर चाहिँ हाम्रो यो त इजी हुन्छ, तपाईहरुले आफै मिलाउन सक्नुहुन्छ। यसको चाहिँ राइट आन्सर चाहिँ हाम्रो लालीगुराँस हुन्। है साथीहरु, लालीगुराँस हुन्। त्यस्तै साथीहरु हाम्रो अर्को प्रश्न भन्नु हाम्रो चाहिँ प्रश्न नम्बर 2। नेपालको राष्ट्रिय पशु कुन हो त? नेपालको राष्ट्रिय पशु भन्नलाई चरा भन्नलाई बर्ड, सरी साथीहरु, पशु भन्नलाई हाम्रो चाहिँ जनावर भनेको को हो त? के हो त हाम्रो नेपालको राष्ट्रिय पशु के हो त? गैडा हो कि हात्ती हो कि गाई हो? यो त सिम्पल हो, तपाईहरु मिलाउन सक्नुहुन्छ। गाई हो हाम्रो नेपालको। यो बाघ हैन साथीहरु, गाई हो। गाई हाम्रो नेपालको राष्ट्रिय पशु हो। त्यस्तै साथीहरु अर्को प्रश्न हाम्रो चाहिँ नेपालको राष्ट्रिय चरा कुन हो त? नेपालको राष्ट्रिय चरा यो चाहिँ हाम्रो बर्ड भयो के साथीहरु। नेपालको राष्ट्रिय चरा को हो त? यो त सिम्पल हो, लोफोफोरस भन्नलाई हाम्रो चाहिँ डाँफे साथीहरु। डाँफे हाम्रो चाहिँ डाँफे ल है साथीहरु, डाँफे चाहिँ हाम्रो नेपालको राष्ट्रिय चरा भयो। त्यसै साथीहरु अर्को प्रश्न नेपालको राष्ट्रिय खेल कुन हो त? नेपालको राष्ट्रिय खेल कुन हो त? हाम्रो चाहिँ भलिबल हो। भलिबल चाहिँ नेपालको राष्ट्रिय खेल हो। त्यस्तै साथीहरु अर्को प्रश्न नेपालको आधिकारिक भाषा कुन हो? नेपालको अफिसियल ल्याङ्ग्वेज भनेर कसलाई चिनिन्छ? कुन भाषालाई चिनिन्छ? तपाईहरुलाई सबैलाई थाहा छ, किनकि नेपालको सबै भाषालाई मातृभाषा भन्ने घोषणा गरिएको छ 2072 को संविधानले। तैपनि आधिकारिक रूपमा कार्यालयमा बोलिने अनि प्रचलनमा आएको भाषा हाम्रो चाहिँ नेपाली भाषा रहेको छ साथीहरु। नेपाली भाषालाई हाम्रो अफिसियल ल्याङ्ग्वेज भन्नलाई कामकाजको ल्याङ्ग्वेज भाषा भनेर चिनिन्छ। त्यस्तै साथीहरु अर्को प्रश्न नेपालको राष्ट्रिय गानको नाम के हो? हाम्रो नेपालको नेशनल एन्थमको नाम के हो? यो त एकदमै इजी हुनुहुन्छ। यो त एकदमै इजी छ। यो त सबैले मिलाउन सक्नुहुन्छ। शिर शान्तिको गीत हो कि सय थुङ्गा फुलका हो कि त्यस्तै राष्ट्रगान हो कि जनताका मन्त्र हो? यसका राइट आन्सर चाहिँ हाम्रो सय थुङ्गा फुलका हुन्छ साथीहरु। यो त एकदमै इजी अनि सरल हुन्। त्यस्तै अर्को प्रश्न सय थुङ्गा फुलका गान कति वर्षका आधिकारिक बन्यो? हाम्रो चाहिँ सय थुङ्गा फुलका जुन चाहिँ नेपालको नेशनल एन्थम हो, राष्ट्रगान हो, त्यो चाहिँ कति वर्षमा आधिकारिक बन्यो? कति वर्षमा हाम्रो नेपालको लागि हाम्रो नेपालको नेशनल एन्थम हो भने आधिकारिक बन्यो? कति वर्षमा? कहिले चाहिँ लागू भयो? 2007 तिर। 2007 तिर चाहिँ नेपालको नेशनल एन्थम भनेर सय थुङ्गा फुलका हामीलाई घोषणा गरियो। त्यसै साथीहरु अर्को प्रश्न नेपालको झण्डा किन अनौठो छ? नेपालको झण्डा चाहिँ किन विचित्र छ, अनौठो छ? सबै देशको झण्डा भन्दा किन फरक छ एकदम? मिलाउनुस् त साथीहरु। अप्सन ए किनभने 2 रङको छ, अप्सन बी किनभने सूर्य चन्द्र छ, अप्सन सी किनभने यो संसारकै एकमात्र गैर चौकण्डा भन्ने हाम्रो चाहिँ चार भुजा नभएको झण्डा नन क्वाड्रिलेटरल राष्ट्रिय झण्डा हो। त्यस्तै साथीहरु अर्को हाम्रो विकल्प किनभने नीलो आधार छ। यसो अनौठो भन्न बित्तिकै हाम्रो चाहिँ अरु झण्डाहरुभन्दा अरु देशको झण्डाहरुभन्दा फरक हुनु पर्यो के साथीहरु। यसो हामीलाई थाहा छ नेपालको झण्डामा चाहिँ चन्द्र सूर्य पनि छ, त्यस्तै नीलो रङ पनि छ, 2 रङको
मेलमिलाप छ, तैपनि मेन कुरा हाम्रो चाहिँ विचित्र वा अनौठो भन्ने बित्तिकै अरू देशहरूको झन्डाभन्दा अलि भिन्न हुनु पर्यो भने नेपाल हाम्रो चाहिँ के भन्छ चौकाण्डा भन्नाले चतुर्भुज आकारको नभएर दुईवटा ट्रायंगल मिली बनेको भएकोले त्यसैले हाम्रो नेपालको झन्डाले अनौठो भनिन्छ। त्यसैले यसको हाम्रो चाहिँ करेक्ट अप्सन चाहिँ अप्सन सी हुन्छ। त्यस्तै साथीहरू अर्को प्रश्न, विश्वको सबैभन्दा अग्लो हिमाल, विश्वमा रहेको जति पनि हिमालहरू छन् त्यसमध्ये सबभन्दा अग्लो एकदम अग्लो भएको, अग्लो भन्नाले हाइटमा एकदमै अग्लो भएको हाम्रो चाहिँ सगरमाथा हो, माउन्ट एभरेस्ट हो, जुन चाहिँ कुन देशमा अवस्थित छ? नेपाल हो कि भारत हो कि चीन हो कि भुटान हो? यो त इजी छ, यो हाम्रो नेपाल रहेको छ साथीहरू। यसको हाम्रो हाल यो कति किलोमिटरको छ? हाल हाम्रो चाहियो 24.8 point समथिङ किलोमिटर रहेको छ साथीहरू, समथिङ मिटरमा रहेको छ साथीहरू। त्यस्तै हाम्रो चाहिँ अर्को प्रश्न, नेपालको राष्ट्रिय रङ नेसनल कलर के हो? नीलो हो कि सिमरिक रङ हो? यसलाई क्रिम्सन नेपालीमा भन्छ। त्यस्तै हरियो कि खैरो? यसको यो त इजी हो, हाम्रो चाहिँ सिमरिक रङ हो, क्रिम्सन हो। त्यस्तै साथीहरू अर्को प्रश्न, स्वतन्त्र नेपालमा नागरिक पहिचान अनुसार 2072 सालमा कुन घटनाले ठुलो मान्यता पायो? नयाँ मुद्रा अवलम्बन, त्यस्तै संविधान जारी, त्यस्तै राष्ट्रिय गान परिवर्तन, त्यस्तै राष्ट्रिय झण्डा परिवर्तन। यसका हाम्रो सही उत्तर चाहिँ हाम्रो चाहिँ यो प्रश्नको सही उत्तर चाहिँ संविधान जारी भएपछि नेपालमा नागरिकहरूको पहिचान अनि 4वटा नागरिकताको प्रकार चाहिँ हाम्रो चाहिँ प्रचलनमा आएको छ। त्यस्तै अर्को प्रश्न साथीहरू, हाम्रो चाहिँ अर्को प्रश्न, विश्वकै सबैभन्दा पुरानो ज्ञात मानव विकासको आधार मानव विकास भन्ने ज्ञान कुन वैज्ञानिकले प्रस्ताव गरेका थिए? अल्बर्ट आइन्स्टाइन, आइज्याक न्युटन, चार्ल्स डार्विन, ग्यालिलियो ग्यालिली। यसका सही उत्तर चाहिँ हाम्रो प्रतिपादक चाहिँ प्रस्ताव गर्ने वैज्ञानिक चाहिँ हाम्रो चार्ल्स डार्विन हुन्। त्यस्तै साथीहरू अर्को प्रश्न नम्बर 13, एयु रासायनिक प्रतीक कुन तत्त्वको हुन्? एयु चाहिँ हाम्रो कुन केमिकलको चाहिँ सिम्बल नम्बर हो? सिम्बल नम्बर भन्दा नि सिम्बल हो। एयुले कुन हाम्रो चाहिँ इलिमेन्टलाई चिनाइन्छ? चाँदी हो भन्नाले सिल्भर हो कि सुन हो कि ताम्बा हो कि लोहा हो? यसको राइट एन्सर चाहिँ हाम्रो गोल्ड हो। गोल्डलाई केमिकल सिम्बल, गोल्डको केमिकल सिम्बल हाम्रो चाहिँ एयु हुन्छ साथीहरू, एयु हुन्छ, यो विज्ञानमा छ। त्यस्तै साथीहरू अर्को प्रश्न, विश्वको सबैभन्दा ठुलो महासागर कुन हो? विश्वको सबैभन्दा ठुलो महासागर कुन हो? हाम्रो विश्वमा चाहिँ 5वटा महासागर आयो, जसमा सबभन्दा ठुलो कुन हो? अटलान्टिक महासागर हो कि प्रशान्त महासागर कि हिन्द महासागर कि आर्कटिक महासागर हो? यसको राइट एन्सर चाहिँ हाम्रो प्रशान्त महासागर हुन्छ साथीहरू। त्यस्तै साथीहरू अर्को प्रश्न, भूगोलार्थ अनुसार पृथ्वीको सबैभन्दा नजिकको ग्रह कुन हो? हाम्रो चाहिँ पृथ्वीको सबैभन्दा नजिकको ग्रह कुन हो? हाम्रो चाहिँ सूर्यमण्डलमा जम्मा 8वटा ग्रह रहेको छ, जसमध्ये हाम्रो पृथ्वी चाहिँ तेस्रो ग्रह हो। तेस्रो पृथ्वी हाम्रो ग्रह चाहिँ सूर्यको तेस्रो नजिक ग्रह हो भन्ने हाम्रो पृथ्वी भन्नेलाई म लिभिङ वर्ल्ड भन्ने पृथ्वीको नजिक कुन ग्रह रहेको छ? भेनस हो कि मर्करी हो कि मार्स हो कि जुपिटर हो? यसको म राइट एन्सर मर्करी रहेको छ साथीहरू। त्यस्तै साथीहरू अर्को प्रश्न, मानव शरीरमा सबैभन्दा ठुलो अङ्ग कुन हो? मानव शरीरमा जति पनि अङ्ग छ, जति पनि अर्गेनहरू छ, जसमा सबैभन्दा ठुलो अङ्ग कुन हो त? हाम्रो हार्ट हो कि फोक्सो हो कि यकृत हो कि मृगौला हो? यसको हाम्रो चाहिँ राइट एन्सर चाहिँ हाम्रो लिभर हुन्छ। लिभर भने कलेजो हाम्रो हुन्छ साथीहरू। त्यस्तै अर्को प्रश्न साथीहरू, स्क्वायर रुट 144 को मान के हो? मिलाउनु साथीहरू। हाम्रो स्क्वायर रुट भन्नाले 144 को स्क्वायर रुट गर्दाखेरि हाम्रो चाहिँ कति आन्सर आउँछ? यो हाम्रो म्याथको रहेको साथीहरू, यो म्याथको छ, एकदम महत्त्वपूर्ण छ। स्क्वायर रुट चाहिँ हाम्रो कति हुन्छ? 144 स्क्वायर रुट। ल साथी, यसको सोलुसन गर्दाखेरि हाम्रो साथीहरू
इजी छ, सजिलो रहेको साथीहरु। यसको हाम्रो 12 को स्क्वायर गर्दाखेरि 12 × 12 गर्दाखेरि चाहिँ 144 हुन्छ अनि स्क्वायर हाम्रो रुट चाहिँ क्यान्सल हुन्छ। त्यसैले हाम्रो चाहिँ 144 को स्क्वायर रुट चाहिँ हाम्रो 12 भन्दा हाम्रो 12 सही उत्तर आउँछ साथीहरु, 12 राइट एन्सर। त्यस्तै साथीहरु अर्को प्रश्न साथीहरु, विश्वयुद्धमा पहिलो मानवलाई चन्द्रमामा पठाइएको अन्तरिक्ष यात्री कुन हो? विश्वयुद्धमा पहिलो मानवलाई चन्द्रमामा पठाइएको के भन्छ रे अन्तरिक्ष यात्री कुन हो? हाम्रो चाहिँ भन्नाले चन्द्रमामा सबभन्दा पहिलो पुगेका मानव कुन हो? सरल तरिकाले बुझ्दाखेरि युरी गागरिन हो कि बज एल्ड्रिन हो कि नील आर्मस्ट्रङ कि माइकल कलिन्स हो? यो त एकदमै इजी हो। चन्द्रमामा पहिलो पाइताला टेक्ने हाम्रो व्यक्ति चाहिँ नील आर्मस्ट्रङ हो। त्यसैले नील आर्मस्ट्रङ पहिलो व्यक्ति हुन् जुन चाहिँ चन्द्रमामा गएका हुन् पहिलो पटक। त्यस्तै अर्को प्रश्न, रासायनिक ऊर्जा प्रदान गर्ने प्रक्रिया जसले बोटबिरुवाले अक्सिजन र ग्लुकोज निकाल्न सहयोग गर्दछ त्यसलाई के भनिन्छ? रासायनिक ऊर्जाले हाम्रो चाहिँ केमिकल रिएक्सनको कारणले गर्दा हाम्रो बोटबिरुवाले जसबाट अक्सिजन र ग्लुकोज निकाल्ने गर्छ अनि त्यसले गर्दा आफ्नो खाना तयार पार्ने गर्छ भने त्यो प्रक्रियालाई त्यसले के भनिन्छ? जसबाट बिरुवाहरूले कार्बन डाइअक्साइड लिन्छ अनि अक्सिजन र ग्लुकोजको मिश्रणले गर्दा उनीहरूले आफ्नो खाना तयार पार्छ। त्यो प्रोसेसलाई त्यो विधिले के भन्छ? फोटोसाइन्थेसिस भन्छ साथीहरु, फोटोसाइन्थेसिस। त्यस्तै अर्को प्रश्न साथीहरु, अर्को प्रश्न नम्बर 20। यो आजको हाम्रो एकदमै लास्ट प्रश्न रहेको छ, महत्त्वपूर्ण प्रश्न पनि। विश्वको सबैभन्दा ठुलो सागर तट भन्ने साहसिलो दावी गरिने महासागर कुन हो त? एटलान्टिक महासागर हो कि प्रशान्त महासागर हो कि हिन्द महासागर हो कि आर्कटिक महासागर? यसको राइट एन्सर चाहिँ हाम्रो प्रशान्त महासागर हो। ल है साथीहरु, आजको यो 20 वटा प्रश्नहरु तपाईहरुलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला, सब्स्क्राइब गर्नुहोला। भोलि बिहान पनि तेस्रो सेट भन्नाले तेस्रो पाठ म लिएर आउँछु साथीहरु। यति भन्दै आजको लागि बिदा दिनुहोस्। धन्यवाद साथीहरु।